नमस्ते साथीहरू, हामी चाहिँ यो अहिले माडी नगरपालिका वडा नम्बर 9 मा रहेको यो अयोध्यापुरी साबिक अयोध्यापुरीमा आइपुगेका छौँ। यो केही वर्ष अगाडि हाम्रो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले चाहिँ यहाँ राम जन्मेको भनेर यहाँ एउटा मूर्ति स्थापित गर्नुभएको छ र यसलाई चाहिँ अयोध्या धामको रूपमा विकास गर्नको लागि तामझाम सहित काठमाडौँदेखि मूर्ति लिएर आएर रामको मूर्ति यहाँ स्थापित गराउनु भएको थियो। त्यही सुनेर चाहिँ हामी यहाँ यसो कस्तो रहेछ हेर्न आएको। ठिकै देखिन्छ, यहाँबाट यहाँहरूले पनि देख्न सक्नुहुन्छ नेपालको झन्डा अनि राम मन्दिर त्यहाँ अगाडि रहेको छ। यो जति तामझाम साथ चाहिँ यहाँ लिएर आएर स्थापित गरिएको थियो त्यो अनुसारको अलि संरक्षण नभएको हो कि यसको गुरुयोजनाहरू अनुसार यसले अलि चाहिने जति अपेक्षा गरिएको थियो त्यति चाहिँ स्थान नपाएको हो कि भन्ने एउटा जस्तो चाहिँ मलाई व्यक्तिगत मनमा लागेको। यो जुन तामझाम थियो त्यो अनुसारको चाहिँ एउटा पर्यटकीय प्रवर्धन हुन सक्यो भने चाहिँ पक्कै पनि यहाँ धेरै आम्दानीको स्रोतहरू पनि रहन सक्छ। र आज यो सन्दर्भ संयोग जुटेको बेलामा सानो एउटा क्लिप यहाँहरू माझ प्रस्तुत गरेको छु। कृपया आवश्यक अनुसार कमेन्ट पनि गर्न सक्नुहुन्छ। र यो ठ्याक्क यहाँ हामी राम मन्दिर, श्रीराम मन्दिर जुन चाहिँ काठमाडौँदेखि लिएर आएर यो प्लेसमेन्ट गरिएको, यहाँ सीताराम रामको सबै सीता राम अनि यता लक्ष्मण यति गरेपछि म केपी ओली सरलाई एउटा घर यतै हो। ए के नाम गुरुको? ए कति वर्ष भयो यहाँ हजुरको? 3 वर्ष भयो है। अनि यहाँबाट यो के अरे मेला चाहिँ हामीले बसन्त पञ्चमीमै लगाउँछौँ है। अनि यहाँबाट चाहिँ बसन्त पञ्चमीमा मेला लगाइसकेपछि हामीले यहाँबाट जन्ती पनि लाने चलन छ कि छैन? यो अयोध्यापुरी रामको जन्मभूमिकै हिसाबले चाहिँ यसलाई स्थापित गरिसके पछाडि चाहिँ एउटा जसरी भारतको अयोध्याबाट पनि जन्ती जान्छ नि जनकपुरमा सीता माताको मन्दिरमा, त्यहाँ चाहिँ जन्ती जाने चाहिँ चलन सुरु भइसकेको छैन है। अनि फेरि अब यहाँबाट जाँदाखेरि फेरि अर्को विवाद पनि आउन सक्छ। फेरि त्यो कुरा चाहिँ राजनीतिक रूपमै सल्भ गरेर बल्ल सुरु गरेको राम्रो छ। यसमा मेलामा त राम्रै हुन्छ होला यहाँ भनेपछि। यो हाम्रो 78 साल 1 महिना 8 गते स्थापना भयो, यहाँ प्लेसमेन्ट भयो। यो चाहिँ हाम्रो त्यतिखेर प्रधानमन्त्रीले नै लिएर आएर चाहिँ यहाँ स्थापित गर्नुभयो केपी शर्मा ओलीले है। हस्, धन्यवाद। र यो सँगै भगवान् रामको दर्शन गरिसके पछाडि वरिपरिको मनोरम वातावरणहरू हेर्दै र नजिकै रहेको पवन पुत्र हनुमानको एउटा यो मूर्तिलाई पनि दर्शन गरेर हामी केही गतिविधिहरू निहाल्दै त्यहाँबाट बाहिरिएका छौँ। माडी भ्रमणको क्रममा सबैजनाले यस क्षेत्रलाई अवलोकन गरेर पर्यटन प्रवर्धनमा सहयोग पुर्याइदिनु होला। धन्यवाद।